Oh, sorry, bad. A beautiful bad. Bad boy, bad boy. Yo, bad boy, bad boy. आयो रेस्टुरेंट वाला को बाटा है. Castro is love. Thank you so much, brother. Thank you so much. Thank you, bad everyone. Bad in the chat, everyone. Thank you so much, bad. Thank you so much, Putali. Sorry, my bad. नाम त्यहाँ नानु नानु भनेको जिटी नुनु के को अगाडिपट्टि त्यो पुतलीको साइन देखेर पुतली भनेको है. फेरि मैले जिस्काउन खोजेको चाहिँ होइन है. फेरि नाममा नाम देखाएको थिएन. थ्याङ्क यू सो मच ब्याड. थ्याङ्क यू सो मच फर यर लभली सपोर्ट. थ्याङ्क यू. इट्स मी नानो. म्याच सुरु भइसकेको छ. अलरेडी जिटी काइडो वन अप रहनु भएको छ. जुन एडभान्टेज जुन डोमिनेसन पहिलो म्याचमा आएको छ नि जिटी काइडोको साइडबाट सायद त्यो कन्फिडेन्ट डेफिनेटली देखाउने वाला हुनुहुन्छ सेकेन्ड म्याचमा आउँदा पनि. बट हेभी ड्यामेज आरएफ टाउन बोय अपर्च्युनिटी बन्न सक्छ अहिलेको लागि. आरएफ टाउन बोय अफ एंगल स्केयर हेभी ड्यामेज. जिटी काइडोको साइडबाट ट्याकल गर्न सफल. व्हाट अ क्लच Kaido, you beauty. This player is scary. Kaido. TV bro के भनेको उसको त्यो रिपुलाई ब्याडलाई भन्ने उयो हो क्या गाइस. लेट इट बी. ओ भिडियोको त्यो उसलाई त्यो रिपु नाम हो कि रिपु भन्छ अनि त्यही भएर रिपु भनेको त्यो भनेको क्या. यहाँ बिच्किँदैछ मसँग. 2-0 को स्कोर लाइन रहेको छ अहिलेको लागि. जिटी काइडो अलरेडी 2 इन अ रो गइसक्नु भएको छ. आरएफ टाउन बोय स्टेप अप गरिसक्नु भएको थियो. 1 ड्र को लागि क्लोज पुगिसक्नु भएको थियो. राम्रो देखिन्न. त्यो हल्का त्यो उयो देख्छ क्या उयो. अलिक यो घिनलाग्दो देख्छ क्या त्यो. छोड्न. 3 इन अ रो अलरेडी जिटी काइडो पुगिसक्नु भएको छ अगेन्स्ट दी आरएफ टाउन बोय. जुन डोमिनेसन फर्स्ट म्याचमा निकाल्नु भएको थियो त्यही डोमिनेसनको माइन्डसेटमा अहिलेको लागि जिटी काइडो खेल्दै हुनुहुन्छ. बट फाइनली शट आउने वाला छ एन्ड देन टेक डाउन गर्न सफल आरएफएक्स टाउन बोय. पहिलो पोइन्ट त निकालिसक्नु भएको छ. बट कति बेरसम्म भन्ने कुरा रहेको छ. अगाडिपट्टि जो रहनु भएको छ त्यो प्लेयर देख्दा पनि अलिकति नर्भसनेस बढ्नेवाला छ. जुन दबदबा अहिले ब्याक टु ब्याक बनाइरहनु भएको छ जिटी काइडोले टुर्नामेन्टहरूमा. यो प्लेयर टु वाच आउट डेफिनेटली. सबैलाई थाहा छ यो प्लेयरको गेम. बट अफ एंगल आउने वाला हुनुहुन्छ एन्ड देन ब्युटिफुल मोमेन्टको साथमा राम्रो एफर्ट रहेको थियो आरएफएक्स टाउन बोयको साइडबाट. बट काइडो अगेन विथ द लीड अगेन पोइन्ट एड गर्ने वाला हुनुहुन्छ. जिटी काइडो अलरेडी 3 इन रो जुन जानु भएको थियो त्यसमा ब्रेक त लागेको थियो बट त्यस पछाडि फेरि पनि 2 पोइन्ट एड गरिदिने वाला हुनुहुन्छ जिटी काइडोले. 5-1 को स्कोर लाइन जुन रहेको छ. 4 पोइन्टको क्लियर कट लिड. जिटी काइडो पिक्सल ड्यामेज रहनु भएको छ. एउटा टचअप मात्रै जान्छ भन्ने पनि डाउन हुनुहुन्थ्यो. बट धेरै नै एफर्ट लाउनु पर्यो त्यो कुरामा पनि. जिटी काइडोले अहिलेको लागि 5 पोइन्टको अझै पनि क्लियर कट लिड देख्न सकिन्छ भनेपछि सेकेन्ड म्याच पनि कतै न कतै आफ्नो नाममा तान्दै हुनुहुन्छ. 2 इन अ रो को लागि जान खोज्दै हुनुहुन्छ. एंगल यति धेरै ठाउँबाट हानिसक्नु भएको छ कि अलिकति कन्फ्युज भन्ने वाला हुनुहुन्छ. एन्ड देन पिक्सल ड्यामेज रहेको छ. बट काइडो स्टिल कन्भर्ट गर्न सफल. स्टिल एफर्ट राम्रो आरएफएक्स टाउन बोयको साइडबाट. बट ब्याक टु ब्याक एफर्टै मात्र राम्रो भइरहेको छ. जुन फिनिसिङ टच चाहिएको उहाँलाई त्यो अहिलेसम्म आइपुगिरहेको छैन. आरएफएक्स टाउन बोय स्टेप अप गर्नुपर्ने हुन्छ. यात्रा टप 32 बाटै टुङ्गिन पनि सक्छ आज. जिटी काइडोबाट बक्सिने मुडमा रहनु भएको छैन. बाक शिकारको लागि निस्किसक्नु भएको छ. एन्ड देन शिकार पनि ब्याक टु ब्याक भइरहेको छ जिटी काइडोको साइडबाट. फर्केर 360 को लागि ट्राई पनि गरिएको. बट अलिकति बढी ओभर कन्फिडेन्ट रहेको थियो कि अहिलेको लागि आरएफएक्स टाउन बोय स्ट्यान्ड पनिस गर्ने वाला हुनुहुन्छ त्यो कुरामा. बट काइडो काइडो हल्का फ्लेक्स दिँदै हुनुहुन्छ अहिलेको लागि. 5 मिनटको समय अवधि रहेको छ. आरएफएक्स टाउन बोय जिगलको फाइट जाने वाला छ. इक्वल ड्यामेज ट्रेड भएको अहिलेको लागि. बट आरएफएक्स टाउन बोय कन्भर्ट गर्न सफल. बिस्तारै ढिलो चाँडो भए पनि त्यो कमब्याकको यात्रा जुन रहेको छ नि
त्यसलाई सुरु गर्दै हुनुहुन्छ आरएफएक्स टाउन बोयले। बट कति बेरसम्म काइडो अगेन हाइटको एडभान्टेज आएको थियो, त्यो एडभान्टेजलाई पोइन्टमा कन्भर्ट गर्नेवाला हुनुहुन्छ डेफिनेटली। 5 मिनटको स्टिल समय अवधि हामीसँग बाँकी रहनेवाला छ। 2 इन अ रोको लागि त छाट काट्दै गइसक्नु भएको छ अहिलेको लागि। जिटी गाइडोले बट ट्रेड आउनेवाला छ, लमिटो ड्यामेज आउनेवाला छ टाउन बोयको साइडबाट। बट पिकमा पर्नेवाला हुनुहुन्छ, ट्रेड हुनेवाला छ अहिलेको लागि। बट पिक्सल आस्पिरहनु भएको छ काइडो। यसपालि अफ एङ्गल निस्केर जुन सिग्नेचर मुभ जस्तो रहेको छ उहाँको, क्विक ड्यामेज दिएर कभरमा आउने, त्यसमा त ब्रेक लाग्नेवाला छ। त्यो त अहिलेको लागि सम्भव हुनेवाला छैन। एन्ड देन फेरि पनि क्लोजिङ काउन्टर, बट दिस टाइम ओन्ली फ्लास ड्यामेज फ्रम आरएफएक्स टाउन बोय। त्यही गल्ती कहाँ भइरहेको छ कमब्याकमा भनेपछि आरएफएक्स टाउन बोय 1 पोइन्ट त लिनुहुन्छ, बट इन्स्ट्यान्ट ट्रेडमा अर्को पोइन्ट खाइहाल्नुहुन्छ। सो त्यहाँनिर कमब्याक गर्नलाई अलिकति गाह्रो परिरहेको छ आरएफएक्स टाउन बोयलाई। थ्याङ्क यू भिलेन सोल्टी, थ्याङ्क यू सो मच ब्रदर। आरएफएक्स टाउन बोय ड्यामेज हाबी फेस गरिसक्नु भएको छ। जिटी काइडो अलिकति ब्याक गरेर हेनरी सर्ट लिन खोज्दै हुनुहुन्छ। एन्ड देन पिक्चर लेफ्ट फिट जानेवाला छ। इजी ट्याकल जिटी काइडो। 5-11 को स्कोर लाइनको साथमा रहनु भएको छ अहिलेको लागि। 3 मिनेट 50 सेकेन्डको समय अवधि हामीसँग स्टिल बाँकी रहनेवाला छ। एन्ड देन काइडो 6 पोइन्टको क्लियर कट लिडको साथमा यो म्याच कन्भर्ट गर्न चाहनुहुन्छ अहिलेको लागि। काइडो स्टिल अगाडि बढ्दै हुनुहुन्छ। आरएफएक्स टाउन बोय स्टेप अप गर्नुपर्ने हुन्छ यहाँबाट। एउटा एग्रेसिभ गेम यदि म्याचमा फर्किनु छ भने डेफिनेटली देखाउनु पर्ने हुन्छ, अर एल्स यात्रा आज टप 32 मै टुङ्गिनेवाला छ। 5-11 को स्कोर लाइन। सात पोइन्टको क्लियर कट लिड, अझै लिडलाई अझै बढाउँदै हुनुहुन्छ। जुन कमब्याकको आश रहेको थियो आरएफएक्स टाउन बोयबाट, अलिकति इन्ट्रेस्टिङ हुन्छ कि म्याच भन्ने रहेको थियो। यदि यहाँबाट कमब्याक आउँथ्यो भने बेस्ट अफ 3 हेर्नलाई अझै इन्ट्रेस्टिङ रहनेवाला थियो, किनभने डेड सिरियस दुवैजना रिक्स लिन चाहनु हुँदैन थियो। बट काइडो बक्सिने मुडमा रहनु भएको छैन। 6-12 6 पोइन्टको क्लियर कट लिड रहेको छ। अर्को एउटा पोइन्ट एड गर्नुभएको छ। जुन फ्लोमा कुद्दै हुनुहुन्छ जिटी काइडो, त्यसमा ब्रेक लाग्नेवाला छ अहिलेको लागि। बट कति बेरसम्म ब्रेक लगाउनुहुन्छ त आरएफएक्स टाउन बोयले, त्यो पनि कुरा रहनेवाला छ। प्रेसिङ जानेवाला छ जिटी काइडो। पुरै आज बाँदर बन्ने मुडमा आउनु भएको छ। उफ्रे हुनुहुन्छ नन स्टप। जम्पिङ जपाक चलेछ उहाँको साइडबाट। एन्ड देन कनेक्सन त यो प्लेयरको भयो दादा भयो। जतिचोटि उफ्रिन्छ यार त्यतिचोटि गोली लगाइदिन्छ यार। भगवान 6-14 को स्कोर लाइन रहेको छ। Six 14. Oh my god. Ah, 8-14 आरएफएक्स टाउन बोय कमब्याक गर्न खोज्दै हुनुहुन्छ। बट अब त गाह्रो बन्नेवाला छ। 1 मिनट भित्रमा कति पोइन्टको लिडलाई कभर अप गर्नुहुन्छ भन्ने कुरा रहनेवाला छ। स्टिल क्राउच एन्ड फायर आउनेवाला छ। बट काइडो टेक डाउन गरिदिनेवाला हुनुहुन्छ जिटी काइडोले अहिलेको लागि आरएफएक्स टाउन बोयलाई। 8-15 अलमोस्ट डबल पोइन्टको लिड रहेको छ। एन्ड देन जे गरे पनि कनेक्सन ल्याइदिइरहनु भएको छ। जे गरे पनि यो प्लेयरले के खेल्नुहुन्छ, एउटा बुलेट मिस गरिदिनुहोस् भन्ने सिचुएसनमा छु म अहिलेको लागि। एन्ड देन टाउन बोय सिधै उभिदिनेवाला हुनुहुन्छ अहिलेको लागि त। 8-16 को स्कोर लाइनको साथमा अगाडि बढ्नेवाला हुनुहुन्छ। एक्ज्याक्टली डबल लिडको साथमा रहनुभएको छ। 1 मिनट 14 सेकेन्डको समय अवधि हामीसँग स्टिल बाँकी रहनेवाला छ। क्रस फायर जानेवाला छ। बट ट्रेड लिनेवाला हुनुहुन्छ अहिलेको लागि आरएफएक्स टाउन बोयले पनि। One minute left. एन्ड देन यात्रा अब त गाह्रो रहेको छ कमब्याकको यात्रा सुरु गर्नलाई आरएफएक्स टाउन बोय। अगाडि बढ्नेवाला हुनुहुन्छ। स्टिल प्री फायरको साथमा घुस्न खोज्दै हुनुहुन्छ अहिलेको लागि आरएफएक्स टाउन बोय। के यहाँनिर जिट गाइडो क्लच गरिदिनेवाला हुनुहुन्छ? डेफिनेटली यस। यो प्लेयरको एगेन्स्टमा तपाईँ प्री फायरमा अझै पर्नुहुन्छ भने त झन् गाह्रो बन्नेवाला छ, रोक्न गाह्रो बन्नेवाला छ। एन्ड देन कनेक्सन। ओ 10-18 को स्कोर लाइन रहेको छ। 27 सेकेन्डको टाइम। दाइ मैले तपाईँलाई पठाएको छु लिङ्क गरेँ। ओके
सेकमिचुटी अहिले सकेपछि म्याचहरू म पठाइदिन्छु है अंशुमन भाइको पिओभी ल मलाई लिङ्क आइसकेको छ अरे कि ल ल ल ल अंशुमन ल ल GG well played RFX town boy GG my brother but better luck next time there is always a next time congratulations